आज म तपाईहरुलाई स्टक मार्केट भन्दा थोरै बाहिरको कुरा बताउन गइरहेको छु हाम्रो देशको इम्पोर्ट र एक्सपोर्टको बारेमा। सुरुमा नै म तपाईहरुलाई रफली एउटा डेटा भनिदिन्छु। यदि हाम्रो देशले 2 खर्ब बराबरको सामान एक्सपोर्ट गर्छ भने 13 खर्ब बराबरको सामान भने इम्पोर्ट गर्छ। यसरी हेर्दा हाम्रो देशको व्यापार घाटामा रहेको छ। हाम्रो देशको टोटल एक्सपोर्ट 20.8% ले बढेको छ, जुन 119 अर्ब 11 करोड रुपैयाँको रहेको छ। भटमासको तेल, अलैची, पाम तेल, जुटको सामान र चाउचाउ लगायतको एक्सपोर्ट बढेको देखिन्छ भने जिंक सीट, पार्टिकल बोर्ड, चिया, ऊनी गलेचा र हस्तकला सम्बन्धीको सामानहरूको एक्सपोर्ट चाहिँ घटेको देखिन्छ। अब फेरि इम्पोर्टको कुरा गर्दा टोटल इम्पोर्ट 12.5% ले बढेको छ, जुन 1289 अर्ब 25 करोड रुपैयाँ बराबरको रहेको छ। भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, दूरसञ्चारका उपकरण तथा पार्ट्सहरूको इम्पोर्ट बढेको देखिन्छ र त्यस्तै खाने तेल, हट रोल्ड सिल्ड इन कोइल, लसुन, दाल, एमएस बिलेटहरूको इम्पोर्ट भन्ने चाहिँ घटेको देखिन्छ। र अन्त्यमा हाम्रो देशको कुल वस्तुगत व्यापार घाटा 11.2% ले बढेको देखिन्छ। अर्थात् पछिल्लो 8 महिनाको मात्र डेटा हेर्ने हो भने हाम्रो देशको कुल वस्तुगत व्यापार घाटा 1098 अर्ब 14 करोड रुपैयाँ रहेको छ। र यो कुरा चाहिँ मैले तपाईलाई सुरुमै एउटा रफली डेटाको आधारमा भनिसकेको थिएँ।